एउटा यस्तो उद्योग जहाँ नदेखिनु भनेको लगभग हराउनु नै हो। त्यहाँ एक स्टारले मौनतालाई नै आफ्नो सबैभन्दा शक्तिशाली हतियार बनाएका छन्। आज हामी त्यही अदृश्य सुपरस्टार अक्षय खन्नाको सफलताको त्यो अनौठो कोड खोल्दैछौँ जसले बलिउडका लगभग सबै नियमहरूलाई तोडिदिएको छ। ल कथाको सुरुवात यो अङ्कबाट गरौँ। 5 करोड रुपैयाँ। यो अक्षय खन्नाले भर्खरैको फिल्म धुरन्धरमा एक सहायक भूमिकाको लागि लिएको शुल्क हो। सुन्दा ठूलै रकम लाग्छ, तर कथाको ट्विस्ट आउन बाँकी छ। अब यो अङ्क हेर्नुहोस्, 50 करोड रुपैयाँ। यो त्यही फिल्मको मुख्य अभिनेताले लिएको शुल्क हो। सोच्नुस् त, ठिक 10 गुणाको फरक। सामान्यतया जसले धेरै पैसा लिन्छ, पर्दामा र पर्दा बाहिर उसैको चर्चा हुनुपर्ने हो, होइन त? तर भयो कि पुरै उल्टो। फिल्म हलबाट बाहिर निस्केका हरेक दर्शकको मुखमा 50 करोड लिने स्टारको होइन, बरु 5 करोड लिने अक्षय खन्नाको रहमान डकैतवाला भूमिकाको मात्र चर्चा थियो। पैसा र चर्चाको जुन हिसाब किताब हुन्छ नि, यहाँ त्यो पुरै गडबड भयो। आजको हाम्रो विश्लेषणको सबैभन्दा ठूलो प्रश्न यही हो। जो मान्छे यति कम देखिन्छ, यति शान्त रहन्छ, उसले यति ठूलो प्रभाव कसरी पार्न सक्छ? ल, अब यसको गहिराईमा डुबौं। उनको सफलताको कोडको पहिलो सिद्धान्त हो विरक्ति। यो एउटा यस्तो दर्शन हो जुन 24 घण्टा चर्चामा रहन खोज्ने यो मनोरञ्जन उद्योगको नियमको ठीक उल्टो छ। यो शब्दले उनको करियरको पूरा दृष्टिकोणलाई समेट्छ। यसको मतलब के हो भने उनी आफ्नो कामलाई असाध्यै माया गर्छन्, तर त्यो कामबाट के पाइन्छ, नाम, दाम, ताली, त्यसको उनलाई कुनै मतलब छैन। उनको यो विरक्तिको यात्रा करियरको सुरुबाटै देखिन्छ। सोच्नुस् त, 1997 मा बुबाले करोडौं लगानी गरेको पहिलो फिल्म हिमालय पुत्र नराम्रोसँग फ्लप भयो, तर उनी त्यहाँ रोकिएनन्। त्यही वर्ष बोर्डरबाट आफूलाई प्रमाणित गरे। पछि कपाल झर्ने समस्यालाई पनि लुकाएनन्, किनकि उनको विश्वास थियो, मेरो अस्तित्व मेरो कामले बनाउँछ, मेरो रूपले होइन। यो एउटा भनाइले उनको पूरा फिलोसफी बताउँछ। जहाँ स्टारहरू आफ्नो लुकमा लाखौं खर्च गर्छन्, अक्षय खन्नाले सुरुदेखि नै एउटा लाइन क्लियर गर्यो, उनी यहाँ अभिनय बेच्न आएका हुन्, अनुहार होइन। अब आउँछ उनको दोस्रो हतियार, जुन धेरै कलाकारको लागि सबैभन्दा ठूलो डर हो, अर्थात् गायब हुनु, बिर्सिने डर। यहाँ दुई फरक दुनियाँ देखिन्छ। एकातिर छ फोमो, मतलब फियर अफ मिसिङ आउट, कतै म छुट्छु कि भन्ने डर, जसले गर्दा हरेक पार्टी, हरेक अवार्डमा देखिनुपर्ने दबाव हुन्छ। तर अर्कोतिर छन् अक्षय खन्ना, जो जोमोको सिद्धान्तमा चल्छन्, जोय अफ मिसिङ आउट, मतलब गायब हुनुमा नै आनन्द छ। उनी गायब भएर आफ्नो मूल्य बढाउँछन्। र यो उनको जोमोको सबैभन्दा ठूलो उदाहरण हो। पुरै 5 वर्षको अन्तराल उनको यो अनुपस्थितिले दर्शकहरूमा एक किसिमको भोक जगायो, र जब उनी फर्किए त्यो पुनरागमन एउटा इभेन्ट बन्यो। यो किस्सा सुन्नुस् त, यसले उनको आत्मविश्वास र विरक्तिको लेभल देखाउँछ। संसारको सबैभन्दा ठूलो अवार्डभन्दा पनि आफ्नो व्यक्तिगत समयलाई महत्त्व दिनु, यो अल्छीपन होइन, यो आफ्नो कलामाथिको अटुट भरोसा हो। तर एउटा कुरा के छ भने, यो दर्शन, यो रणनीति त्यत्तिकै हावामा चल्दैन। यसको लागि एउटा चट्टान जस्तै बलियो आधार चाहिन्छ। आउनुहोस् अब ती दुई स्तम्भहरूबारे कुरा गरौँ जसले यो सबै सम्भव बनायो। उनको पहिलो आधार हो अटुट दृढता। 28 वर्षभन्दा लामो करियरमा उनले हिटभन्दा बढी फ्लप फिल्म दिएका छन्, तर हरेक असफलतापछि उनले गुनासो गरेनन्, बरु त्यसलाई आफ्नो कला तिखार्ने हतियार बनाए। र यहाँ दोस्रो आधार आउँछ, निपुणता। उनको प्रतिस्पर्धा अरू कलाकारसँग कहिले भएन। उनको प्रतिस्पर्धा आफैसँग हो, आफ्नो कलालाई अझै राम्रो बनाउनु हो। जब करिना कपुर जस्ता शीर्ष कलाकारले भन्छन् कि अक्षय खन्ना हलिउड जान लायक छन्, तब यो उनको कलाको सबैभन्दा ठूलो प्रमाण हो। उनले आफ्नै सहकर्मीहरूबाट यस्तो सम्मान कमाएका छन्। ल, अब यी सबै कुराहरूलाई जोडेर हेरौँ। अक्षय खन्नाको करियरबाट हामीले सिक्न सक्ने अन्तिम पाठ के हो त? र यही हो अक्षय खन्ना कोड। पहिलो, परिणामको चिन्ता नगर्नु। दोस्रो, भिडभन्दा अलग आफ्नो पहिचान बनाउनु। तेस्रो, कहिलेकाहीँ गायब भएर आफ्नो मूल्य बढाउनु। चौथो, आफ्ना गल्तीहरू स्वीकार्नु। र पाँचौं, आफ्नो कलामा यति निपुण हुनु कि कसैसँग तुलना नै नहोस्। यो एउटा पूर्ण दर्शन हो।
उनको सफलताको सबैभन्दा अनौठो कुरा यही हो। उनले आफूलाई कहिल्यै स्टार बनाउन खोजेनन् र सायद त्यसैले आज उनी स्टारभन्दा पनि माथि एक कलाकारको रूपमा चिनिन्छन्। र अन्त्यमा यो एउटा भनाइले उनको पूरा यात्रालाई समेट्छ। मौनतामा गरिएको कडा परिश्रमले एक दिन सबैभन्दा धेरै हल्ला गर्छ।